नमस्कार सबैजनालाई फेरि पनि अर्को भिडियो लिएर आएको छु। शिक्षा युवा तथा खेलकुद शाखा भानु नगरपालिकाद्वारा आयोजना गरिएको महिला शिक्षकहरूका लागि 200 मिटर दौड प्रतियोगिताका केही भिडियोहरू जुन मेरो मोबाइलमा कैद भएको छ लिएर आएको छु। प्रतियोगिता एकदमै रमाइलो भएको थियो। पहिलो टिममा हाम्रो फर्स्ट हुने रोजिना मिसको टिम दौडिरहनु भएको छ, देखिरहनु भएको छ। मैं त कहाँ देखेको छु क्यामेरा नि को अगाडि गएको रोजिना हो हैन ल पहिला आउनलाई एउटा समझ्नु पहिलो चरणमा रोजिना मिसले 33 सेकेन्डमा पार गर्नुभएको थियो र गेमको विजेता पनि उहाँ नै हुनुहुन्थ्यो। एकदमै राम्रो दौडिनु भएको थियो। अब हाम्रो पालो। हाम्रो ग्रुपमा दौडिनु भएको मध्येमा म चाहिँ चौथो हुन सफल भएँ। अनि त्यसपछि हाम्रो ग्रुपमा जो फर्स्ट हुनुभएको थियो उहाँ चाहिँ प्रतियोगिता भरिमा तेस्रो स्थानमा आउन सफल हुनुभएको थियो। उहाँलाई पनि धेरै धेरै बधाई भन्न चाहन्छु। प्रतियोगितामा सामेल हुनु पनि ठुलो कुरा हो भनेर मात्रै म सहभागी भएको। अब हाइट पनि छैन, फेरि यस्तो बसे भएको शरीर होइन त। बधाई छ उहाँलाई धेरै धेरै। हामी दौडीको लगत्तै अर्को टिम दौडिनु भएको थियो, तर अनलक्कीले उहाँहरूको टिम चाहिँ लड्नु भयो है। देख्नु भएको छ तपाईँहरूले, हेर्नुहोस्। यो टिममा लड्नु भए पनि अगाडि बढ्दै गरेको सिस्टर चाहिँ एकदम नछोडी दौडिनु भएको छ। उहाँले चाहिँ द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो र एकजना म्याडमलाई चाहिँ अनलक्कीले फेरि कुकुरले डिस्टर्ब गरेर फेरि लडाइ। यो टिममा एकदमै निरन्तर दौडिरहनु भएको छ। अरू साथीहरू लडे पनि उहाँ चाहिँ एकदमै दौडिनु भएको छ। उहाँलाई चाहिँ धेरै धेरै बधाई छ। उहाँ चाहिँ पुरै गेमभरिमा द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। उहाँ चाहिँ टिचर नभएर ओह्रालो माविको चाहिँ कार्यालय सहयोगी हुनुहुँदो रहेछ। एकदमै इनर्जेटिक, जोसिलो होइन, एकदमै राम्रो दौडिनु भएको थियो। उहाँलाई पनि धेरै धेरै बधाई छ। बोल्दा बोल्दै फोन आएर अलिकति भोइसहरू बिग्रेको छ, क्षमा प्रार्थी छु। अगाडिको टिममा लड्नु भएको मध्ये एकजना मिस चाहिँ यो टिममा मिसेर खेल्नुभएको छ र यो टिममा चाहिँ बिमला नेपाली मिस यो टिममा फर्स्ट हुनुभएको छ र उहाँलाई धेरै धेरै बधाई छ। यो टिममा फर्स्ट हुनुभयो भने गेमभरिमा चाहिँ कुनै पनि स्थान ओगट्न सफल हुनु भएन, तर टिमको चाहिँ उहाँ विनरै हो। उहाँलाई पनि धेरै धेरै बधाई छ। अनि एकजना म्याडम अगाडि दौडिरहनु भएको छ। उहाँको चाहिँ अगाडि नै ट्र्याक मिस भएर उहाँले चाहिँ नम्बर पाउनु भएन, उहाँ चाहिँ आउट हुनुभयो। त्यही भएर बिमला मिसबाट गणना भयो र यो लगत्तै चाहिँ अन्तिममा चाहिँ सुरुमा जुन कुकुरले लडाएको र अनि आफ्नो ग्रुपमा लडेको हुनुहुन्थ्यो उहाँहरू तीनजनालाई पुनः दौडाइएको छ। उहाँहरूमध्ये पनि कसैले पनि गेमभरिमा कुनै पनि स्थान हासिल गर्न सफल हुनुभएको थिएन, तर पनि गेम एकदमै रमाइलो भएको थियो। म चाहिँ विद्यार्थी जीवनमा हुँदाखेरि कहिले पनि कुनै पनि गेममा सक्रिय सहभागी नभएको मान्छे हुँ। यसपटक चाहिँ म शिक्षा शाखा भानु नगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले पनि यो अवसर हासिल गर्न पाएँ। एकदमै रमाइलो भएको थियो। कुनै पनि एक्सपेक्टेसन बिना मैदानमा उत्रियो भने पनि एकदमै खुसी हुँदो रहेछ। अब चाहिँ फर्स्ट सेकेन्डहरूलाई एनाउन्स गर्दै हुनुहुन्छ है त। राधिका कुमार ओह्रालो सासिसा मावि सहयोगी मावि विनर चाहिँ उहाँहरू तीनजना हुनुहुन्छ। उहाँहरू तीनजनालाई नै धेरै 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 बधाई छ। यस्तो फिट एन्ड फाइनहरू दौडेको ठाउँमा हामी बोसो झुन्डेको दौडेर केही लाग्छ त गाइज। ओके, बाई बाई। थ्याङ्क यू फर जोइनिङ विथ अस। बाई बाई।